वेलकम एभ्रिवान टु म्यारिज नेपाल युट्युब च्यानल। आज चाहिँ म प्ले स्टोरबाट कसरी तपाईँहरूले चाहिँ म्यारिजको एप्लिकेसनलाई डाउनलोड गर्न सक्नुहुन्छ भनेर म देखाउँदैछु है। मैले चाहिँ अब तपाईँले गएर चाहिँ प्ले स्टोरको सर्च बटनमा गएर चाहिँ म्यारिज गेम भनेर सर्च गर्नुहोस्। मैले अलरेडी सर्च गरिसकेको छु है। अब धेरै खालको म्यारिज गेमहरू आउँछ यसमा होइन। मैले चाहिँ खेल्ने गरेको यहाँ तल छ है, म्यारिज कार्ड गेम बाई भोस भनेको जस्तै यहाँनिर छ नि। मैले अलरेडी इन्स्टल गरिसकेको छु है। तपाईँहरूले पनि आफ्नो प्ले स्टोरमा गएर सर्च गरेर यसलाई डाउनलोड गर्न सक्नुहुन्छ है। अब यसको रेटिङको हिसाबले हेर्ने हो भने है, अब यसको 4.5 रेटिङ छ होइन। तपाईँले यसलाई इन्स्टल गर्न सक्नुहुन्छ है। म अब प्ले गर्छु है त्यसलाई। जस्तै अब प्ले गरिसकेपछि तपाईँले यसमा नजिकै आफ्नो साथीहरूसँग हटस्पट अन गरेर पनि खेल्न सक्नुहुन्छ है। त्यसै गरी तपाईँले अनलाइन पनि खेल्न सक्नुहुन्छ। मल्टिप्लेयर भनेको अनलाइनबाट खेल्न सक्नुहुन्छ र सिङ्गल प्ले भनेको चाहिँ कम्प्युटरसँग पनि खेल्न सक्नुहुन्छ है। अब स्टार्टिङमा तपाईँले 5 कोइनबाट 10 कोइन हुँदै 25 कोइन 50 कोइनसम्म जान सक्नुहुन्छ है। तपाईँहरूलाई म 50 कोइनको खेल्छु है त। योपालि म तपाईँहरूलाई 50 पोइन्टको खेलेर देखाउँछु। हार जित भनेको आफ्नो ठाउँमा छँदैछ है। 50 पोइन्ट खेलौँ है त। हार जित भनेको आफ्नो ठाउँमा छँदैछ साथीहरू होइन। खेली हेरौँ। मेरो अहिले एउटा सिक्वेन्स आएको रहेछ। ठिक छ, खेल्दै जाऊँ। नहल्लायो है। जस्तै अब आफूसँग भएको फाल्टु तासहरू फाल्ने है। अब घर मिलेको तासहरू भनेको हामीले फाल्नु हुँदैन, बिल्कुलै फाल्नु हुँदैन है। घर मिलेको तासहरू भनेको फाल्नु हुँदैन। मसँग यो दुक्की फाल्टु छ है। दुक्की भनेको हामीसँग यहाँ कहीँ मिल्दैन है। जुट पनि मिल्ने छ भने भरेसक्दो जुटमा मिल्ने छ भने जुट पनि नफाल्ने भन्छु है म चाहिँ। अब अपोजिटले के फाले हुन्छ त्यो हेर्दै फाल्नुपर्छ है। पन्जा आयो, 2 सिक्वेन्स भयो भनेको अब मैले के दिउँ है त। एकचोटिलाई चौकायो भने त मैले हेर्छ नि त होइन। फगाउनु नि पर्यो नि त। फगाएन भने त फेरि अपोजिटले दिँदैन। बादशाहको काम छ हामीलाई छैन है। ल चौका पन्जा छक्का आयो है त। अब हेर्नु है त, ख्याल गर्नुपर्ने कुरा जस्तै यहाँनिर प्याङ भन्छ नि त्यसलाई, हामीतिर चाहिँ प्याङ भन्छौँ है। अब जस्तै यहाँनिर भनेको मेरो यसलाई यहाँ राखेर पनि मेसी 3 बन्छ हो। मेसी 3 बन्छ, दहर 2टा बन्छ हो, अठा 2टा बन्छ, नहर 2टा बन्छ, पन्जा तिर्की सबै छ होइन। पन्जै फालेँ है मैले। माल पर्यो भने मिसी। ल हेर्नुहोस् कतिको माल पर्यो, 8को माल पर्यो लगभग। 1 2 3 4वटा मिसी, 1 घर 2 घर 3 घर छ। उताबाट सो गरिदियो रबाट पनि 8को माल छ है त। मैले 350 कोइन खाएँ भनेको 7 पोइन्ट खाएँ है त मैले। नहेर्नेले अब जस्तै यहाँनिर मर्डर भएको जतिले चाहिँ मर्डर भएको जति उनीहरूले हेरेनन् है। नहेरेको उनीहरूले जस्तै एक्स्ट्रा 10 पोइन्ट तिर्छ उनीहरूले। भनेको 1 पोइन्टको 50ले खेल्दाखेरि उनीहरूले 10 पोइन्टको कति तिर्यो भन्दाखेरि उनीहरूले 300 तिर्यो हो। यसरी हुन्छ है। जस्तै अब 50 50 100 भयो भनेपछि 10 पोइन्टको कति हुन्छ, 500 तिरेछ उनीहरूले। 500 पोइन्ट त्यसै भयो। अरू भनेको उनीहरूले मालको तिर्यो भनेको यता 12 10 22 22 र 8ले 30को माल भयो है त। 30 10 40 उनीहरूले 40 पोइन्ट तिर्यो, 40 पोइन्ट तिर्यो। यसरी हुन्छ है साथीहरू। खेल्दै गएपछि बिस्तारै बिस्तारै आउँछ है। अब रियल जस्तो चाहिँ अलि हुँदैन, त्यही पनि बानी हुँदै गएपछि राम्रो हुन्छ। खेल्दै गएपछि टाइम पास रमाइलो हुन्छ है। मनपर्छ भने प्लिज लाइक एन्ड सेयर।